साथीहरू हामी अहिले सबैजना धेरै मोबाइल हेर्छौँ होइन अनि त्यो भएको भएर चाहिँ त्यसले चाहिँ आँखामा पार्ने केही हुन्छ नि जुन यो आँखामा एकदम हुने तनाव अनि आँखामा हुने प्रेसर आँखामा पैदा हुने प्रेसर र जुन टाउको दुखाइहरू हुन्छ नि मोबाइल हेरेर त्यसलाई घटाउनको लागि विश्व स्वास्थ्य सङ्गठनले चाहिँ WHO ले चाहिँ अहिले 20-20-20 अथवा 20-20-20 को रुल निकालेको छ। त्यसमा के छ त के गर्न सकिन्छ त भन्दाखेरि के गर्ने भनेको छ त भन्दाखेरि तपाईले 20 मिनेट रेगुलर मोबाइल हेर्नुहुन्छ भने 20 मिनेट मोबाइल हेर्नुहुन्छ 20 मिनेट रेगुलर मोबाइल हेर्नुहुन्छ भने तपाईले के गर्नु पर्यो त भन्दाखेरि 20 मिनेट मोबाइल हेरिसकेपछि तपाईको 20 फिट अथवा त्यसलाई भन्नुपर्दा 6 मिटर हैन 20 फिटको दूरीमा रहेको कुनै पनि एउटा वस्तुलाई फोकस गरेर हेरिरहनु भनेको छ के तपाईँ जहाँ बस्नु भएको छ त्यसको 20 फिटको दूरीमा अथवा 6 मिटरको दूरीमा कुनै पनि एउटा वस्तु जे पनि हुन सक्छ त्यो वस्तुलाई फोकस गरेर हेर्नु कतिको समयको लागि त भन्दाखेरि 20 सेकेन्डको लागि चाहिँ हेर्नु। त्यसले गर्दाखेरि तपाईको मोबाइल हेरेको कारणले गर्दाखेरि आँखामा हुने जुन त्यो विकास हुने एउटा के भन्छ त स्ट्रेन अथवा प्रेसर हैन त्यसपछि टाउको दुखाइहरू चाहिँ निकै कम हुन्छ भनेर भनेको छ है। त्यही भएर 20 मिनेट हेरेपछि 20 फिटको दूरीमा 20 सेकेन्डको लागि कुनै एउटा वस्तुलाई हेरिरहने। धन्यवाद।